लिएर दिनु भनेर मलाई अलिकति अगुवाई भएको हुनाले मैले यही विषयमा वचन लिएर चाहिँ आएको छु। म जे जति जान्दछु मेरो ज्ञान बुद्धिले जति दिन्छ है तपाईहरूले चाहिँ सुनिदिनुहोस् र मैले खुलाउन कुनै शब्दको कुनै त्यस्तो वचनको शब्दको अर्थहरू खुलाउन नसके पनि परमेश्वरले त्यो खुलाइदिनुहोस् र सबैजनाले चाहिँ मैले कुनै पनि त्यस्तो भुल त्रुटिहरू गरेँ भने पनि त्यसलाई माफ गरिदिनु होला। र आजको मैले वचन चाहिँ एफएसीबाट लिएको छु। एफएसी 4 को चाहिँ सबैजनाले giving message from the stage and so it's called she's called Sabina, the wife of Levisha. तपाईहरु पाउनु भयो? र म एकचोटी चाहिँ यो एफएसी 4 को 17 देखि 32 सम्म ज्योतिका सन्तान भई जिउनु भन्ने जुन शीर्षकमा छ है, म एकचोटी सरल पढ्नेछु, सबैले सुनिदिनुहोस्। अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु कि अन्य जातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिउ। तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समाज अन्धकारले भरिएको छ। तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालचामा परेर तिनीहरू छाडा भएका छन्। तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्दछु। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिनीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग र भित्री वातावरणमा नयाँ हो र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारणा गर। यसकारण झुट त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एउटा अर्काका अङ्गहरू हो। 26 मा भनिएको छ, क्रोध गर तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् र दियावलासलाई मौका नदेऊ। 28 मा भनेको छ, चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमानदारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। 29 मा भनेको छ, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कियोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् अनि परमेश्वरको पवित्र आत्मालाई दुखित नपुर्याऊ। जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छन्। 31 मा भनेको छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका डाह समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एउटा अर्कोप्रति कोमल मनका र दयालु हो। आमेन। आमेन। यहाँ चाहिँ यो एफएसी को मण्डलीहरूलाई चाहिँ पावल प्रेरितले रोमको जेलमा बस्दाखेरि लेखेको एउटा चिठी एउटा पत्र हो। र त्यहाँ चाहिँ त्यतिखेर एफिसियन्सहरूलाई चाहिँ प्रेरित पावलले जुन यस्तो खालको मण्डलीलाई, त्यतिखेरका मण्डलीलाई चाहिने यस्तो पवित्रता र एकताको त्यो एफिसियन्सहरूलाई जुन पत्रहरू पठाउनु भएको थियो, अहिले आएर
साँच्चै नै हाम्रो आजको यो मण्डलीलाई पनि यी कुराहरू खाँचो परेको हामी महसुस गर्छौँ र हामी सबै जस्तो यहाँ मण्डलीमा त्यो शनिबारको दिन विश्रामको दिनमा हामी भेला हुन्छौँ पवित्रजनहरू एकअर्का हामी तर हामी सबै प्रायः जस्तो बत्तिसमा पनि भइसकेको छौँ कतिजना विश्वासमा आइरहेका छौँ तर हामी कतिजनालाई परमेश्वरमा हामी आएर हामी पुरानो जस्तो थियौँ हामी जुन बाटोमा हिँडिरहेका थियौँ हाम्रो मन जस्तो थियो हामी त्यस्तै भन्यो भने हामी कृष्ण भएपछि हामीलाई बाइबलले मान्दैन त्यसकारण यहाँनिर 2 कोरिन्थीको 5:17 के भनेको छ यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ हो हेर पुरानो यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो पुरानो बिति गएको छ हेर यो नयाँ आएको छ भनेर परमेश्वरले वचनमा 2 कोरिन्थी 5:17 भनेको छ साँच्चै हामी आज क्रिस्मा आइसकेपछि त पुरानो बिति गएको छ अब नयाँ आएको छ भनेर हामीले सोच्नुपर्छ त्यसकारण यो एफएसीको जति 4 भन्दा अगाडिको जुन 1 देखि 3 सम्म र 4 देखि 1 देखि 16 सम्मको पदहरू छ यसमा चाहिँ हामीलाई तपाईहरुले अध्ययन गर्नुपर्ने हामीले मण्डलीमा कसरी एकता हुनुपर्छ जब मण्डलीमा एकता छैन भने मण्डली कहिले पनि चल्न सक्दैन र मण्डली भनेको चाहिँ हामीले साँच्चै नै यहाँनिर पहिलाको मण्डलीभन्दा धेरै राम्रो मण्डली बनाएको छौँ है हामीले इँटाको गाह्रो लगाएको छौँ राम्रो कार्पेट ओछ्याएको छौँ अनि यो ड्रम सेटहरू पनि भाइ बहिनीले एकदमै इच्छा गरेको हुनाले ड्रम सेट पनि परमेश्वरले हामीलाई एउटा उत्साहको लागि एउटा बाजा ल्याइदिनु भएको छ है आत्मिक ज्ञानको लागि र त्यो पनि हामीले पाएका छौँ तर साँच्चै के यी भौतिक कुराहरूले मात्रै हाम्रो आत्मिकी ज्ञानको वृद्धिको लागि प्रश्न त छ नि त कि तपाईँहरूले चाहिँ एन्सर दिन सक्नुहुन्छ छ नि त छैन नि होइन छ त छ तर यहाँनिर चाहिँ हाम्रो मण्डलीमा एउटा आत्मिकी अगुवाई र पवित्रजनहरू एक अर्कामा एकता अनि पवित्रता जस्तो कुराहरू चाहिँ छैन भनेदेखि साँच्चै हामी चाहिँ मलाई लाग्छ यो मण्डली भनेको त जस्ट एउटा भवन अनि बाजा गाजा यो कार्पेट मात्रै होइन नि मण्डली भनेको त हामीले बुझ्नुपर्छ मण्डली हामी जहाँ भेला हुन्छौँ त्यही मण्डली हो र मण्डलीमा चाहिँ खास भन्नु भने चाहिन्छ हामीलाई भौतिक कुराहरू पनि चाहिन्छ किनभने हामीलाई जाडो घाम न्यानोपन सबै कुरा चाहिन्छ त्यसको लागि हो एउटा भौतिक स्वरूप तर आत्मिक कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो पहिलाका एउटा रुखको फेद मुनि बसेर कति ठाउँमा लेखेको छ है बाइबलमा पनि र कति हाम्रो पावलहरूले यस्तो परमेश्वरको जनहरूले चाहिँ पहिला रुखको फेदमा बसेर कस्तो ठाउँमा गएर पनि मण्डली गर्नुहुन्थ्यो तर हाम्रो यो भूमिगत अवस्थामा पहिला नेपालमा कस्तो अवस्थामा पनि हाम्रो मण्डलीहरू चल्थ्यो भनेर भने अहिले साँच्चै हामी यहाँ हुने जनहरूमा के त्यो एकताको भावना र पवित्रता छ भन्ने एउटा क्वेसन र हामीले आफूलाई अलिकति जाँचेर पनि हेर्नु सक्नुपर्छ र तपाईहरु जाँच्नुहोस् र तपाईहरु पढ्नु जान्नेहरूले यी कुराहरूलाई मैले यहाँ भनेर मात्र पनि हुँदैन किनभने पवित्र आत्माको अगुवाई छैन भने जसमा पवित्र आत्माको अगुवाई छैन म यहाँ देख्छु है म त खासै त्यस्तो अब त्यस्तो नभन्न पनि सक्छु त्यस्तो राम्रोसँगले वचन है त यहाँनिर हाम्रो पास्टर गुरुवा हुनुहुन्छ एल्डर गुरुवाहरूले कस्तो राम्रो वचन भन्नुहुन्छ अरू दिन होइन कस्तो आत्मिक कुराहरू सुनाउँछ र कतिजना हाम्रो यहाँनिर कति 14-15 वर्ष 12 वर्ष विश्वासी भइसक्नु निदाइरहेको देख्छु क्या म त्यो के भन्दाखेरि उहाँहरूमा अझै पनि एउटा आत्मिक अगुवाई भन्ने छैन पवित्र आत्मा परमेश्वरले दिनुभएको जुन पवित्र आत्मा छ त्यो चाहिँ मलाई छ जस्तो लाग्दैन त्यसकारण अब ज्योतिका हामीले चाहिँ त्यस्तो भएर जिउनु पर्छ भन्ने मलाई लाग्छ र वचनले पनि त्यही नै भन्छ र ज्योतिका सन्तान भई जिउनु भनेर म चाहिँ अब वचन गइरहेछु किनभने समय चाहिँ थोरै छ र म वचनतिर जान्छु तपाईहरुले सुनिदिनुहोस् यहाँ एक पाठ भनेको छ अब म जोड दिएर प्रभुमा 17 मा भनेको छ तपाईले हेर्नुहोस्
अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु कि अन्य जातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अब उसो नजिउ। साँच्चै हिजो हामी पनि त्यस्तै संसारिक मान्छे थियौँ र हामी चाहिँ व्यर्थताको विचारमा हाम्रो शक्ति, हाम्रो धन, हाम्रो बल, हाम्रो बुद्धि, हाम्रो विद्याले चाहिँ हामी संसार जित्न सक्छौँ, हामी जे पनि गर्न सक्छौँ भन्ने हाम्रो पनि विचार थियो। साँच्चै त्यस्तै नै थियौँ हामी पनि। तर अब उसो भएको छ। अब उसो भएको चाहिँ कहिले? अब उसो हामी जब परमेश्वरलाई पायौँ, जब परमेश्वरमा हामी आज समर्पण भइसकेका छौँ, अनि त्यस पछाडि हामी अब त नयाँ भयो नि। पानीको बत्तिसमा दिएपछि हामीलाई के भन्नुभयो त्यो पास्टर बुढाले? पानीमा डुबेर निस्किसकेपछि अब तिमीहरूको नयाँ जन्म भयो, अब मेरो नयाँ जन्म भयो, मैले पुरानो जुन त मैले मानिसकेको छु पानीभित्र, म अब उठ्दाखेरि चाहिँ म नयाँ भएर उठ्छु भनेर हामीले त्यो बेलामा हामीलाई पास्टर बुढाले भन्न लानुभएको थियो। तर त्यो बेलामा मैले पनि त्यो कुरा राम्रो बुझेको थिइनँ। तर खासमा हामीले पुरानो जीवन चाहिँ हामीले त्यो बेला मारिसकेको हुनुपर्दो रहेछ। अनि अब नयाँ भएर जिउँदाखेरि चाहिँ हामीले नयाँ मन, नयाँ विचार अनि ख्रिस्टको त्यो आत्मा विचारलाई धारणा गरेर हामी जिउन सक्ने छोराछोरी बन्नु पर्ने हुन्छ। त्यसकारण तपाईँहरू यसको लागि गलाती 3:27 एकचोटि पढिदिनुहोस् त। ठ्याक्कै पछाडि एबिसीको पछाडि छ गलाती। किनकि तिमीहरूमध्ये जतिको ख्रिस्टमा बप्तिस्मा भयो तिमीहरू सबैले ख्रिस्टलाई धारणा गरेका छौ। जब त्यो वचन र यो वचन ठ्याक्कै मिल्न गएको छ है। अब उसो तिमीहरू त्यस्तो व्यर्थताको जीवन नजिउ भनेर यहाँ भनेको छ भने यहाँ पनि 27 मा किनकि तिमीहरूमध्ये जतिको ख्रिस्टमा बप्तिस्मा भयो तिमीहरू सबैले ख्रिस्टलाई धारणा गरेको छौ। ख्रिस्टलाई धारणा गरेको छौ भन्नाले हामी संसारको मान्छे जस्तो यसो ख्रिस्टको फोटो छातीमा टाँसेर अनि घाँटीमा क्रुस झुन्डाएर हिँड्छ होइन। तर यसो ख्रिस्टको जुन स्वभाव थियो, यसो ख्रिस्टको जुन जीवन थियो, त्यो खालको जीवन चाहिँ हामीले आज जिउन सक्नुपर्छ। अनि उहाँको त्यो प्रेम हाम्रो निम्ति जुन उहाँले गर्नुभएको प्रेम थियो र हामीलाई जसरी खन्याउनु भएको थियो प्रेम, हामीले पनि त्यस किसिमको प्रेम अनि त्यो खालको जीवन चाहिँ हामीले अब जिउनुपर्छ। र हामी चाहिँ त्यसको लागि नै हामी आज परमेश्वरले चुनेर आज हामी ख्रिस्टमा चाहिँ बप्तिस्मा भइसकेका छौँ। अब 18 नम्बरमा के भनेको छ यो गलाती 4:18 भने 18 र 19 मा तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूको अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समाज अन्धकारले भरिएको छ। तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालचामा परेर फेरि तिनीहरू छाडा भएका छन्। तिनीहरू भन्दा तपाईँहरू कसलाई बुझ्नुहुन्छ? हामीहरू हौ, मण्डलीको मान्छे हौ तिनीहरू भनेको। हाम्रो सरकारले चाहिँ टाउको हल्लाउनु भयो नबुझिकन होइन, तपाईँले बुझ्नु। तिनीहरू भन्नाले संसारको मान्छे। साँच्चै तिनीहरू हामी पनि हिजो तिनीहरूकै नम्बरमा थियौँ होइन। तर हामी आज मण्डलीमा आइसकेका छौँ, परमेश्वरको राज्यमा आज हामीले पाइला हालिसकेका छौँ। त्यसकारण गर्दाखेरि हामी चाहिँ तिनीहरू जस्तो होइन, संसारको मानिसहरू। तिनीहरूको हृदयको कठोरताले ल्याएको अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। यो दुईटा वचनमा चाहिँ परमेश्वरदेखि टाढा हुँदाखेरि मान्छेको चाहिँ जुन परिणाम, मान्छेले भोग्नुपर्ने परिणाम चाहिँ कस्तो हुन्छ भन्ने कुरा चाहिँ यो दुईटा
पदमा चाहिँ देखाइएको छ। हृदयका कठोरता। साँच्चै हामीलाई यो हृदय परिवर्तन गर्ने एउटा वस्तु अनि एउटा स्रोत अनि एउटा चाहिँ के हो भन्दा हामी सबैजना पवित्र जनहरूले प्राय थाहै सकेका छौँ है मण्डलभित्र। कम्तीलाई नयाँ नयाँ विश्वासहरू हुनुहुन्छ जो उहाँहरूलाई थाहा नहुनसक्छ, मैले त्यो भने पनि रहनु पर्दैन। तर आज संसारका मान्छे यहाँ उनीहरू भनेको छ है, उनीहरू संसारका मान्छेलाई अहिले पनि हामी गरेका सुसमाचारहरू भन्दाखेरि हामीले मिल्ने साथी है अनि आफ्नो आफन्तहरूलाई पनि परमेश्वरले हाम्रो हृदय बदल्नुहुन्छ अनि मात्रै हामीले असल कामहरू गर्न सक्छौँ भन्दा उनीहरूले त्यो कुरा मान्नै चाहँदैनन्। यो चाहिँ एकदमै संसारको मान्छेहरूको घमण्ड छ। र उनीहरूले यो संसारको त्यो 2 कोरिन्थीको 4:4 चाहिँ मलाई एउटा वचन झट्ट आयो है। 2 कोरिन्थीको 4:4 हाम्रो एउटा बिबी सरले भनिरहनुहुन्छ, उहाँको यो वचन एकदम घात पर्छ है। त्यसमा चाहिँ के भनेको छ भने संसारको दियावलसले चाहिँ मान्छेहरूको समझ चाहिँ परमेश्वरको त्यो ज्ञानको नजिकमा नपुगोस् भनेर त्यो मान्छेको समझलाई चाहिँ अन्धो तुल्याइदिएको छ। संसारको देवले भनेको छ। संसारको देव भन्नाले के हो त? संसारलाई अहिले के चलाइरहेको छ? संसारलाई चाहिँ शैतानको राज्यमा परमेश्वरले छोडिदिनु भएको छ। र त्यो शैतान देव जुन छ उनीहरूलाई त्यो समझलाई नै अन्धो बनाइदिएको छ। उनीहरूलाई त्यो ज्योतिको कुरा, उनीहरू त्यो ज्ञानको कुरा बुझ्न र सुन्न पनि चाहँदैन। त्यसले गर्दाखेरि उनीहरूका हृदय चाहिँ परमेश्वरदेखि टाढा भएर उनीहरू कठोर भएका छन् अहिले। त्यस कारणले गर्दाखेरि उनीहरू आज लोभ, क्रोध, घमण्ड जुन चाहिँ परमेश्वरको जुन गलाती 5 अपवित्रताका जुन परमेश्वरदेखि टाढा भएर जुन अपवित्रताका कुराहरू हुन्छन् ती कुराहरू रिस, क्रोध, डाहा, घमण्ड, व्यभिचार यस्तो कुराहरू चाहिँ उनीहरूको हृदयमा बास गर्न चाहिँ सक्छ। र उनीहरू भन्छन् होइन, हामीलाई हाम्रो बुद्धि, बल, ज्ञान, धनले हामी त्यस्तो काम गर्दै गर्दैनौँ। हामी त देवी देवतालाई गएर कति दानहरू दिइरहेका छौँ, गएर मन्दिरमा कत्रो पुराणहरू लगाइरहेका छौँ ठाउँमा। हामी कसरी अधर्मी हुन्छ? हाम्रो हृदय एकदम यो छ, हाम्रो हृदय चाहिँ त्यस्तो खालको छैन भन्ने खालको उनीहरूलाई घमण्ड एउटा भावना छ। तर प्रिय त्यो होइन नि, तपाईँहरूलाई थाहा छ। र मलाई पनि हिजो म पनि त्यस्तै पापको दलदले हिँडेमा फसेको छोरी थिएँ। म साँच्चै परमेश्वरले आज मलाई यो योग्यको बनाउनु भयो, सत्यतालाई चिनाउनु भयो। र मैले पनि एकचोटि काठमाडौँबाट आउने एकजना गुरुवा हाम्रोमा हामी विश्वासमा नआइकन जानुभएको थियो र मैले त्यो क्वेसन गरेँ, साँच्चै हामीले त के त्यस्तो पाप त केही गरेका छैनौँ, फेरि भएन त्यो पहिला बाबु बाजेदेखि चल्दै आएका त्यस्ता रीति नियमलाई छोडेर कसरी हामी एकैचोटि त्यस्तो सबै छोडेर टिका पनि नलाउने। अब पहिला त त्यही सोच्छ क्या संसारको मान्छे, टिका पनि नलाउने, के अरे यो संसारको नियमहरू नगर्ने, त्यस्तो धर्ममा हामी कसरी जान सक्छौँ? हामी जान सक्दैनौँ, मान्छे जानै सक्दैन भनेर भन्दाखेरि अनि गुरुबाले चाहिँ एउटा शराबमा बिरालो छोडेको कथा भन्नुभएको थियो है। त्यो तपाईँहरूलाई थाहा छ होला है। हो त्यस्तै संसारको मान्छे चाहिँ आज बिरालो एउटा डोको शराबमा डोको छोराले डोकोले हजुरबाले डोकोले बिरालो छोडेर छोरोले पनि त्यही बिरालो खोजेको भरा जस्तै भएका छन् मान्छेहरू। तर उनीहरूको हृदय चाहिँ एउटा परमेश्वर, सत्य परमेश्वर जो येशू ख्रीष्ट हुनुहुन्थ्यो, परमेश्वरले पठाएको एकमात्र पुत्र, उहाँले परिवर्तन गर्नुहुन्छ। उहाँका ती पवित्र आत्माका वरदानहरू पाएर मात्रै हामीले असल काम गर्न सक्छौँ भन्ने समझ चाहिँ उहाँहरूमा छैन अहिले। र कतिजना त सुसमाचार सुन्नुहुन्छ, आउनुहुन्छ, आत्मा बचाउनुहुन्छ, तर कतिजना चाहिँ त्यो कठोर हृदय लिएरै बसिरहनुहुन्छ र पनि त्यो नरककुण्डमा त्यो अवश्य खालिनेछ भनेर हामी चाहिँ विश्वास गर्छौँ।
र हर किसिमका अशुद्ध काम गर्ने लालचामा परेर तिनीहरू छाडा भएका छन्। आज उनीहरूलाई उनको हृदयलाई उनीहरूको समाजलाई लगाम लाउने केही चिज पनि छैन, केही चिज पनि छैन। हामीलाई त हामी आज धन्यका छौँ। हामीलाई आज परमेश्वरको यस्तो वचनहरूले सत्य परमेश्वरको त्यो हामीलाई आत्माले पवित्र आत्माले हामीलाई यस्तो डोर्याउँछ कि हामी चाहिँ त्यस्तो लालचामा अनि अशुद्ध काम गर्ने लालचामा अनि आज छाडा हुनबाट हामी चाहिँ एकदमै बचेको छौँ जस्तो लाग्छ। तिनीहरू चाहिँ एकदम त्यसै भएर अशुद्ध खालका कामहरू गर्छन् है। अनि त्यहाँदेखि उनीहरूका ती अशुद्ध काममा चाहिँ उनीहरू कहिले पनि सन्तुष्ट हुँदैनन् र चाहिँ सधैँ अभिलाषी 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 हुँदै जाँदाखेरि चाहिँ उनीहरूले के गर्छन्, नराम्रो काम जस्तो धन कमाउने नराम्रै गरेर भने धन कमाउँदै 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 नै जान्छ। चोर्नेले चोर्दै 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 नै जान्छ। अपराध गर्नेले अपराध गर्दै 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 अभिलाषी भएर चाहिँ उनीहरू अन्तिममा संसारमै पनि त्यस कामबाट त नासिन्छन् नासिन्छन् र स्वर्गमा त उनीहरूको ठाउँ नै छैन। अब बिचमा चाहिँ के भनेको छ वचनले यसो भन्छ, तर ख्रिस्टलाई त तिमीहरूले यसरी जानेका छैनौ, येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेर सिकाएका छौ भनेर म ठान्दछु भनेर प्रेरित पावलले भन्नुहुन्छ। प्रेरित पावलले के भन्नुहुन्छ, अब हामी त विश्वासी भइसकेका छौँ, हामीले येशू ख्रिस्टको बारेमा त हामीले बुझिसकेका छौँ होइन। येशू ख्रिस्ट को हुनुहुन्छ, किन मर्नुभयो, उहाँ 3 दिनमा किन उठ्नुभयो र किन स्वर्ग जानुभयो र आज हामीलाई किन पवित्र आत्मा पठाउनु भएको छ भनेर त हामी सबैले बुझिसकेका छौँ। हामीले बताइरहनु आवश्यक पनि छैन। र कतिपल्ट यहाँनिर अगाडि अगुवा अनि हाम्रो एल्डर गुरुवा पास्टर गुरुवाले यो कुरालाई दोहोऱ्याइ 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 भनिराख्नु भएको छ है। अब 22 मा के भनेको छ भने, छली लालसाद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग, तिमीहरूको पुरानो स्वभावलाई त्याग भनेर विशेष यहाँ जोड दिएको छ 22 मा है। यसमा चाहिँ यहाँनिर वचनमा चाहिँ गुरुबाहरूले एल्डरबाहरूले चाहिँ यो वचनलाई बारम्बार भनिरहनुहुन्छ है। म पनि यो वचन चाहिँ मलाई पनि अलिक सुनिराखेको र सुनेको जस्तो मलाई मेरो हृदयमा छाप भएको हो। र यो चाहिँ रोमीको 12 दिनमा पल्टाएर हेरेर तपाईँहरूले भनिदिनुहोस् त एकचोटि, त्यस्तै पाउनुहुन्छ। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ र परमेश्वरको असल ग्रहण योग्य र शुद्ध इच्छा के हो त्यो तिमीहरूले जान्न सक। संसारको ढाँचामा नचल, रोमीमा पनि यही नै कुरा आएर रोमी 12 मा पनि संसारको ढाँचासँग अगाडिको जीवनको ढाँचासँग तिमीहरू नचल र परमेश्वरको ग्रहण योग्य र सिद्ध इच्छा के हो जान भनेर भन्नुभएको छ है। संसारको ढाँचा कस्तो छ तपाईँहरूले त देखिसक्नु भएको छ है, भोगी पनि सक्नु भएको छ, भोगेरै आउनु भएको छ र अहिले त्यो ढाँचा कस्तो रहेछ भन्ने कुरा चाहिँ महसुस पनि गरिसक्नु भएको छ। हामी त यसमै रमाउँथ्यौँ नि पहिला होइन, त्यस्तै ढाँचामा एकदम झुम्ने रम्ने अनि पापका कामहरू गर्ने, यस्तो त्यो ढाँचा उनीहरूलाई चाहिँ त्यो पाप काम हो भनेर थाहा छैन। तर आज हामीले त जानिसकेका छौँ त्यो त पापको काम छ। संसारको ढाँचाको काम चाहिँ जस्तो मैले त्यहाँनिर एकजना हाम्रो यो कुरा आउँदाखेरि मलाई सम्झना आयो है। एकजना हाम्रो छिमेकी हुनुहुन्छ, बुढो बा हुनुहुन्छ, लगभग 70 र 80 वर्ष बिचको हुनुहुन्छ उहाँ चाहिँ। अनि हाम्रो घरछेउमै घर छ, उहाँको घर चाहिँ टाढै भएकोले अनि हाम्रो भुइँ भएकोले गर्दाखेरि चाहिँ बिहान उठेर टिकै गर्नुभयो, टिकै बोल्नुभयो, हामी सबै सुनिन्छ कि हाम्रो रेडियोतिर छ। अनि म उहाँको त्यो जीवनलाई विचार गर्छु है। आज मान्छे साँच्चै त्यो
परमेश्वरको ज्ञानको अभावले गर्दाखेरि मान्छे कति अन्धकारमा कस्तो मान्छेहरू अन्धकारमा डुबिरहेका छन् भनेर चाहिँ मलाई त्यतिखेर एकदम महसुस हुन्छ। बिहानैको समय हुन्छ, चाहिँ 5 बजे उठ्नुहुन्छ त्यो बाबु है, 5 बजे अलिक गर्मी दिनमा 4:30 बजे उठ्नुहुन्छ। अनि उहाँले जे जान्नुभयो जे सुन्नुभयो उहाँ परमेश्वरको ज्ञानबाट टाढा हुनुहुन्छ र उहाँको पिता पूर्व र त्यो उहाँको चलन भन्छ नि एउटा व्यवस्थाले चाहिँ उहाँहरूलाई जे सिकायो म त्यही गर्नुहुन्छ र उहाँ म त्यसमै पाउँछु भन्ने उहाँहरूलाई विश्वास पनि छ। त्यसले गर्दाखेरि चाहिँ उहाँ उठ्नुहुन्छ, बिहानै उठ्नुहुन्छ। अनि त्यहाँदेखि निकै कमजोरी हुनुहुन्छ भए अनि कामले अनि अब यता चिसो पानी हुन्छ अनि मुखमा के पानी छ कि अब धुनुहुन्छ होला कि म त उठेर हेर्दिनँ, म त 5 बजे उठ्दिनँ है, म त 6 बजीतिर मात्रै उठ्छु, म त सुन्छु मात्र कामले। अनि त्यहाँदेखि सुन्छु अनि सोच्छु क्या अनि क्या लाम राम्रो बुढी पनि आउँदैन के बाबाको पहिला चाहिँ लाम भन्नुहुन्छ। अनि के मन्त्र सन्त्र जप्नुहुन्छ, ठुकोसिकोहरू पनि अब लगाइरहेको हुन्छ भने उठ्दाखेरि उहाँले बिहानै सबै काम नित्य कर्म सबै सिद्धाउनुहुन्छ। किनभने उहाँलाई चाहिँ अब मैले चाहिँ एउटा भगवान्लाई चाहिँ मैले एउटा गरिसकेँ, अब म चाहिँ मुक्ति पाउँछु, मात्र मर्ने बेला हो, मैले चाहिँ एउटा धर्म गरेको भनेर सोचिसक्नुभयो बा होइन, बिहाको काम गरिसक्नुभयो। तर म चाहिँ कस्तो सम्झिन्छु। अनि बा त्यो बाको चाहिँ मुख र व्यवहार चाहिँ यस्तो छ, तपाईँहरू सुन्नुभयो भने छक्कै पर्नुहुन्छ। मैले चाहिँ आजसम्म त्यस्तो बुढाबुढीको वचन र व्यवहार चाहिँ मैले देखेको थिइनँ। साँच्चै म कतिजना मेरो घरमा पाहुना आयो भने पनि म कुरा गर्छु, अनि त्यो बाबा त्यस्तै कराइरहनुहुन्छ, त्यस्तै सरापिरहनुहुन्छ मान्छेलाई, ती छोराबुहारीहरूलाई। अनि पैसाको यति लोभी फेरि कि बा कट्टिका लुगा लाएर च्यात्तिका यति धनी हुनुहुन्छ है, लाउनुहुन्छ। अनि गोजीमा यति बेसी पैसा हुन्छ, अनि त्यो नातिहरूले पैसा चोरिदिन्छन् भनेर पुरा बाबै जहिले उसलाई त्यही ध्यान चाहिँ गोजी र त्यो कोठामै हुन्छ होइन। अनि त्यहाँदेखि अनि त्यो अलिकति बारी छ क्या, अलिकति त्यो बारीमा चाहिँ बिचरा बुढाबुढी मात्रै सबै छोरा त्यो बुढाबुढी छुट्चा भन्दा चाहिँ छोराबुढी पनि छैनसँग एक्लै बाबुले बस्नु भएको छ। अनि त्यहाँदेखि त्यो बारीमा आफू खन्न सक्नुहुन्न, केही लाउन पनि सक्नुहुन्न। अनि त्यहाँदेखि त्यो बारी बाँझै छ बारी, तै पनि त्यहाँ मान्छे त्यो बाँझो बारीको काम नभएर हो कि अब त्यो शैतानले उहाँहरूको दिमागै त्यस्तो बनाउँछ कि हो म जान्दिनँ। त्यो बाँझो बारीमा हिँड्यो भने यति सराप्नु हुन्छ त्यो मान्छेलाई, यति सराप्नु हुन्छ कि अब त्यो शब्द त म भन्नै सक्दिनँ है, त्यस्तो मलाई शब्द भन्न पनि आउँदैन। अनि म छक्क पर्छु। अनि बाबी धार्मिकता त्यो हामी तर आज साँच्चै हामी कति धन्यको छ परमेश्वरले हामीले आज कस्तो एउटा परमेश्वरको एउटा जुन पवित्र आत्माको जीवन धारणा गर्नलाई हामीलाई जुन मौका दिनुभएको छ त्यो कस्तो अचम्मको छ। हामी कति भाग्यमानी छौँ र परमेश्वरको योजना हामीलाई साँच्चै यस्तो संसारबाट पनि आज हामीलाई चुन्नु भएको छ। तर हामी चुनिएका भएर मात्र नपुग्दो रहेछ नि त। चुनिएका म कति देख्छु, कति विश्वासीहरू पनि देख्छु है हाम्रो मण्डलीमा, मण्डलीदेखि बाहिर पनि अनि मण्डलीभित्र पनि कतिजना विश्वासीहरू देख्छु है। त्यस्तै विश्वासमा त आउनुभयो, त्यसमा पनि गर्नुभयो, तर त्यो अपवित्रताको जीवन चाहिँ उहाँसँग पुरानो ढाँचाको जीवन चाहिँ अझै पनि छ। यूहन्नाको 3:3देखि 5सम्म पढ्नुहोस् त। येशूले तिनीहरूलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैनन्। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नो आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? येशूले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैनन्। साँच्चै एकजना निकोदेमस, तपाईँहरूलाई थाहा छ है, बाइबल पढ्ने अनि वचन सुन्ने जनहरूलाई प्रायः थाहा छ। निकोदेमस चाहिँ एकजना फारिसीको यहुदीहरूको महासभाका एकजना सदस्य हुनुहुन्थ्यो। तर परमेश्वरलाई उहाँ पनि विश्वास गर्न